हेलो ओहो अर्को नयाँ टाइम ल्याप्स भिडियो कति 1-2 महिना भयो होला सायद मैले भिडियो बनाउन बिर्सेको। यो हाम्रो त्यो होल्स्टेन बाछी यो नयाँ गाई लिएर आएको अस्ति कति वैशाख कति पो लिएर आएको हो, वैशाखमा ल्याए हो 20-21 गते ल्याए हो क्या हो यो अनि यो पाडी चाहिँ हिजो बेलुका लिएर आएको। पाल्न दिएको थियौँ हाम्रो पहिला पालेको राम्रो भैँसीको, अनि यो सुकेर अनि यस्तो भएको रहेछ बिमारले, अनि यसलाई चाहिँ हामीले पाल्ने भनेर लिएर आएको। अनि यो त्यसकै त्यो गाईको बाछी हो यो। अनि यहाँ अब यो मल भरिरहेको छ, अब यसलाई अर्को खेतमा लगेर हाल्ने अनि पराल ल्याउने हो। अनि यहाँ कुखुरा पनि ठुल्ठुलो भएको छ। यहाँनिर यो चाहिँ ओथारो बसेको छ, यसले एउटा चल्ला निकालेको छ। अनि यो भाले है त्यो सानो चाहिँ अहिले लटन भाले भयो। यहाँले चल्ला निकाले खै सुरुमा एउटा चल्ला ल्याङ्नु पऱ्यो उजा। अनि यो पोथी हो, यसले अन्डा पार्छ। अहिले चाहिँ लिचीको सिजन थियो, लिची खाएर सकेर अनि आँप फल्ने बेला भए यहाँ चाहिँ हावाहुरीले यो बोटलाई फाङफुङ पारेको रहेछ। यो करेलाको झाङ ल यहाँ कागती नि अलिअलि फर्या यो रोग लगाएर भयो नि। अनि यो चाहिँ गाँजाको रुख हो। यहाँ काम गर्ने एउटा मान्छेले गाँजा खान्थ्यो, अनि त्यसले फालेको उम्रेछ। यो आँप कहिले फल्दैन थियो, त्यही पनि अहिले यसपालि चाहिँ फलेको छ आँप अलिअलि भयो नि। अनि यो चाहिँ लिचीको बुटो हो, लिची फलेर टिपेर अनि यसको हाँगासँग भाँचेर यस्तो हङ्ग भएको छ। अहिले यहाँ आमाले घाँस काट्दै हुनुहुन्छ। सब यो हाँगा भाँचेर यसो राखेको छ, पछि फल्छ यसले। यहाँ चाहिँ ल्याउनु पर्ने रहेछ कुखुरा फट्याङ्ग्रा खान त। के के हो बङ्सेलु भने? फट के ऊ जस्तो हुन्छ फट ल। यहाँ यो भिन्डी फल्या अर्ग्यानिक भिन्डी, यो बोडी फल्या, अनि यहाँ यो कागती फल्या है, यो घिरौँला, यहाँनिर घिरौँला छ है। यो सब झाडी भएको छ अहिले पानी आएर। अनि यहाँनिर चाहिँ त्यो ला के हो यो त मरेछ कि क्या हो लज्जा। यहाँनिर चाहिँ त्यो बजारबाट मेवा ठुल्ठुलो हुने मेवाको त्यो ल्याएको थिएँ, कुखुराले खाइदिएछ के भएछ मरेछ त्यो त। अनि त्यस्तो छ है। दामी भ्यू भएको छ आज यो।
यहाँनिर यो बाँस थियो त्यो त सबै मासिसक्यो। यहाँ यो सब झाडी भएको छ, यो सब काट्नुपर्ने छ अब। त्यहाँनिर आँप उयोनिर उयो आँप थियो, यो सब यो किमुको उसले झाडी भएको छ। अब यसले सब फाड्नुपर्ने हुन्छ। र यहाँनिर अब यो खाल्टो छ, यहाँनिर त्यहाँनिर यो खाल्टो सब यहाँनिर खाल्टो छ, यो सब पुरेर अनि यो फाडेर अनि घाँस लगाउने हो यहाँनिर। अनि त्यहाँ छतमा चाहिँ मौरी बसेको थियो। अस्ति मैले मह राखेको रहेछ भन्छ मह काटेर, अनि त्यसपछि मह काट्दै सबै झाका निकालेर पछि भोलिपल्ट त मौरी सबै भागेछ। अनि अहिले मौरी नै छैन, घार ल्याएर राखेँ, के गर्यो मौरी नै छैन। यो रातो भाले त्यो सानो थियो, अहिले यत्रो भएको छ। त्यहाँनिर अर्को नि भाले छ, यो लटन भाले हो। यो चाहिँ त्यो अघिको लोकल भाले हो। यो ल्वाटन हो, यो ल्वाटन पोथीहरू हो, अन्डा पार्छ यसले। यसले चाहिँ खै ओथारो बसिरहेको छ, एउटा मात्र चल्ला निकालेको छ। यो गाई त मम्मीहरू ओके। यहाँनिर चाहिँ अहिले भत्रगोल छ। यो ढोका फुटेर त्यहाँनिर त्यस्तो भङ्गै भएको त नि, त्यो काठको काम गर्ने बोलाएको नि आएन मान्छे। अनि यो सिमरा अब मेरो +2 सकिसक्यो, सकेपछि अनि उहाँ अब बस्ने हामी बसिन्न। अनि उहाँ थियो यो दराज, उहाँबाट ल्याएको हो यो चाहिँ। अनि यहाँनिर अहिले यस्तो छ। यहाँनिर चाहिँ पहिला उयो टिनको उसमा मौरी बसेको थियो यहाँनिर। अनि मैले सबै काटिदिएँ, त्यो चाका सबै निकालेँ, मौरी त भोलिपल्ट भाग्यो। अनि त्यसपछि अनि फेरि त्यो लिचीको रुखमा बसेको थियो। यो घार त कविता दिदी कहाँबाट ल्याएर अनि राखेको, मौरी बसेन। एउटा यस्तो भ्यू छ। यहाँ यो भत्किन्छ हावाहुरीले। ल अब आजको लागि यति नै। अब अर्को टाइम ल्याप्स और भिडियो क्याप्सुल अर्को महिना गरौँला। आजको लागि यति नै। आज जेठ कति गते हो? आज जेठ त्यस्तै 17-18 गते होला सायद, हो कि कति गते हो थाहा भएन। अनि आज सोमबार
2083 02 त्यस्तै 18-19 गते हो कि होइन त्यसै 12-13 गते कति गते हो आई डोन्ट नो। ल आजको लागि यति नै। अब फेरि अर्को अनि यो पनि भइसक्यो अनि अब अर्को भिडियो क्याप्सुलमा भेटौँला। आजको लागि यति नै। ल चरिरहेको छ कुखुराहरू।